आइभीएफ वास्तवमै के हो, आइभीएफ के हो एउटा कुरा, अर्को चाहिँ आइभीएफ कसलाई चाहिन्छ? हजुर, सबैलाई चाहिने हो? चाहिँदैन, नट अल, नो। यसबाट जान्छु। अब मैले आइभीएफ के हो भनेर तपाईलाई बुझाउन पर्दाखेरि म यसको आइभीएफ को फुल फर्म भन्छु, इन विट्रो फर्टिलाइजेसन भनेको। त्यहाँ इन भनेको त बुझ्नु भयो तपाईले। विट्रो भनेको चाहिँ विट्रो वर्ड चाहिँ विट्रस भन्ने ल्याटिन वर्डबाट डेराइभ गरेको। विट्रस भनेको ग्लास हो, ग्लास, विट्रसको मिनिङ ग्लास हो। सो इन विट्रो फर्टिलाइजेसन के भयो त? फर्टिलाइजेसन इन ग्लास, बुझ्नु भयो? फर्टिलाइजेसन इन ग्लास, यहाँ फर्टिलाइज गर्ने बाहिर शरीर भन्दा बाहिर। नेचुरली चाहिँ के हुन्छ त? इन विभो फर्टिलाइजेसन। विभो भनेको बडी, VIVO भनेको पनि ल्याटिन वर्डबाट आएको। विभो भनेको बडी। सो नेचुरली हामी जब कन्सेप्ट गर्छौँ नि, त्यो चाहिँ फर्टिलाइजेसन बडीभित्र हुन्छ। बडीभित्र कहाँ हुन्छ त? युट्रस, त्यो जुन फ्यालोपियन ट्युब, पाठेघरको नली भन्छौँ नि, नलीको एउटा एम्पुलरी पार्ट हुन्छ, त्यो पार्टमा फर्टिलाइज हुन्छ। अनि त्यो त्यहाँ फर्टिलाइज भएर नलीले नै बिस्तारै त्यो जुन फर्टिलाइज्ड ओभमलाई ढकेल्छ, युट्रसतिर ढकेल्छ, हैन? युट्रसमा ल्याएर राखिदिन्छ। त्यो चाहिँ इन विभो फर्टिलाइजेसन, नेचुरल प्रेग्नेन्सी। अब आइभीएफमा चाहिँ हामीले के गर्नुपर्छ? फिमेलको एगलाई बाहिर निकाल्नु पर्छ है। फिमेलको एग यस स्योर, कसरी देखाउँ? यसरी देखाउँ। यो चाहिँ यो हेर्नुहोस् त, यो फोलिकल भयो है, यो फोलिकल भयो है, यिनीहरू फोलिकल ब्ल्याक, यो चाहिँ उ साइडको। अनि यो फोलिकललाई चाहिँ हामी अल्ट्रासाउन्डमा हेरेर यसो निडलले, म यहाँ निडल पनि बोकेर आएको हेर्नुहोस् त, तर अरू युट्रस चाहिँ मैले ल्याउन बिर्सेँ है। यसो निडलले त्यो अल्ट्रासाउन्डमा हेर्दै, अनि नेगेटिभ सक्सनमा एउटा ट्युब चाहिँ यसरी राखिन्छ, एउटा एन्डमा ट्युब राख्छ, यो एन्ड चाहिँ मेरो नेगेटिभ सक्सनमा जान्छ। अनि यो सक्सनको प्याडल मेरो खुट्टामा हुन्छ है, खुट्टामा हुन्छ। अनि मैले अल्ट्रासाउन्डमा हेर्दै, अल्ट्रासाउन्ड मोनिटरमा हेर्दै, अनि मैले यो निडल ओभरीमा घुसाउँछु। ओभरीमा घुसाएर एगलाई एस्पिरेट गर्छु। त्यो एस्पिरेट चाहिँ यो ट्युबमा आउँछ, यसमा चाहिँ एग कलेक्ट हुन जान्छ। अन्डा चाहिँ त्यो यहाँ आउँछ, यो ट्युबमा आउँछ। फ्लुइड सहित अन्डा चाहिँ यसमा आउँछ। अनि यो ट्युबलाई चाहिँ हामी एकजना एसिस्टेन्टले भित्र मेरो एम्ब्रियोलोजिस्टलाई दिन्छ। अनि एम्ब्रियोलोजिस्टलाई माइक्रोस्कोपमा लाइक यस्तो पेट्री डिसमा खनाएर उसले चाहिँ माइक्रोस्कोपमा हेर्छ कतिवटा एग आयो। एउटा एस्पिरेट गर्दा एउटा आउनुपर्छ भने छैन। फेरि 10वटा मैले एस्पिरेट गरेँ भने 6वटा आउन सक्छ, 4वटा खाली हुन सक्छ, हैन? अनि कति एग आयो, कस्तो आयो, उसले हामीलाई इन्फर्म गर्छ। अनि त्यही दिनमा चाहिँ हस्बेन्डले सिमेन दिनुहुन्छ। त्यो सिमेनलाई वास गरेर, त्यो सिमेनलाई पनि प्रिपेयर गर्नुपर्छ। सिमेन प्रिपेयर गरेर गुड क्वालिटी बनाएर, अनि त्यो एग जुन फिमेलको एग निकालेको छ नि, त्यो एगसँग बाहिर नै सँगै राखिदिन्छ, बाहिर फर्टिलाइज गरिदिन्छ। अनि त्यो फ्लुइड जुन राखिन्छ नि, जुन फर्टिलाइज गर्नलाई फ्लुइड राखिन्छ नि, त्यो फ्लुइड जपाटी राखेर भएन त। अब यो 1950 देखि भइरहेको रिसर्च हो है। त्यो रिसर्च हुँदा के थाहा पाए अब साइन्टिस्टहरूले, यसमा त यो रिसर्चमा त धेरैजनाको टिम वर्क हुन्छ। बायोकेमिस्ट पनि हुन्छ, त्यहाँ फिजियोलोजिस्ट पनि हुन्छ, गाइनेकोलोजिस्ट पनि हुन्छ, सबैजना फार्मासिस्टहरू पनि हुन्छ। उनीहरूले चाहिँ के पत्ता लगाए, कस्तो खालको फ्लुइड रहेछ त हाम्रो ट्युबमा फर्टिलाइज हुने बेलामा। हाम्रो बडीभित्र जब फर्टिलाइज हुन्छ नि, त्यो बेला चाहिँ त्यो जुन एम्पुलामा हुने फ्लुइड चाहिँ कस्तो रहेछ, त्यसलाई सिमुलेट गरेर भनेको त्यो जस्तै खालको फ्लुइड चाहिँ साइन्टिस्टहरूले निकालेको भएर नै, अनि हामीले बाहिर त्यस्तै खालको फ्लुइड राखेर फर्टिलाइज गर्छौँ हामी। ओके। अनि त्यो फर्टिलाइज गरेको, अनि त्यो फर्टिलाइजेसनको लागि राख्छौँ। अनि फर्टिलाइज भयो, सिमेन र स्पर्म र एगलाई सँगै राखिदिउँ। फर्टिलाइज भयो, लाइक फर्टिलाइज हुनलाई हामी इन्कुबेटरमा राखिदिन्छौँ। त्यो जुन बडीभित्रको टेम्परेचर अनि त्यहाँको पिएच कति छ, त्यो पिएच सबै मेन्टेन भएको हामीसँग इन्कुबेटर हुन्छ। त्यो इन्कुबेटरमा राख्छ। फर्टिलाइज भयो कि भएन भनेर आफ्टर 18 आवर्स
हेर्छौँ एम्ब्रियोलोजिस्टले नै हेर्छ कति फर्टिलाइज भयो 2pn कति छ भनेर उसले हेर्छ कति फर्टिलाइज भयो अनि त्यसपछि नेक्स्ट डे ग्रो भयो भएन त्यो त पहिला 2 सेल बन्छ अनि 4 सेल अनि 8 सेल अनि 16 सेल त्यसरी डिभाइड हुँदै जान्छ नि एभ्री डे डिभाइड हुँदै जान्छ त्यो होइन लाइक त्यो चाहिँ एम्ब्रियोलोजिस्टले हेर्छ अब हामीले एम्ब्रियो ट्रान्सफर चाहिँ त्यो जुन एम्ब्रियोलाई युट्रसमा ट्रान्सफर गर्छौँ नि त्यो चाहिँ पहिला त हामीले डे 3 मै गर्थ्यौँ है 3 दिनमा 3 दिनको एम्ब्रियोलाई भित्र राख्छौँ पहिला चाहिँ तर अहिले टेक्नोलोजी यहाँ पुग्यो कि अहिले हामी अब यो ब्लास्ट ट्रान्सफर त डे 5 को ट्रान्सफर ब्लास्ट ट्रान्सफर भनेको डे 5 को ट्रान्सफर त बाहिर त पहिलादेखि नै गरिसक्थ्यो हामी कहाँ नेपालमा आएको अब 4-5 वर्ष भयो 3-4 वर्ष जो होस् रिसेन्टली नै हो अहिले आइदर डे 3 और डे 5 मा लगेर अब सबै एम्ब्रियो फेरि डे 5 सम्म जान्छ भन्ने छैन त्यो एम्ब्रियोलोजिस्टलाई थाहा हुन्छ और लाइक पहिला 48 आवर्स आफ्टर इन्सेमिनेसन भनेको पनि त्यही हो डे 3 नै हो अब एम्ब्रियो ट्रान्सफर पनि भेरी सिम्पल प्रोसिजर हो हामीले युट्रसमा यस्तो एउटा क्याथेटर हुन्छ यो क्याथेटर गाइनेकोलोजिस्टले राखिदिन्छ अनि एम्ब्रियोलोजिस्टले यसमा चाहिँ एम्ब्रियो लोड गरेर ल्याउँछ अनि उसले यहाँबाट यसरी जाँदाखेरि चाहिँ ऊ यहाँबाट गइरहेको हामीले अल्ट्रासाउन्डमा मोनिटर गर्छु मैले मोनिटर गरेर अनि ठ्याक्क मिड क्याभिटीमा पुगेपछि ल छोडिदिनु भनेपछि उसले छोडिदिन्छ और हामी आफैले पनि गर्न सक्छौँ यसरी राखेर टेक्निकल